SK, 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 SK. Oh, guys, very well. Like, what a snipe, 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 what an entry and what a snipe. Thank you so much, SK. Thank you so much, SK. ഞാൻ അവന് പ്രപ്പോസ് ചെയ്യേണ്ട വന്നിട്ട് ഞാൻ ബ്രോഡ് കട്ട് ചെയ്തിട്ട് പോയേനെ. SK, 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 SK. कोई प्रॉब्लम, नेक्स्ट टाइम हम कोशिश करेगा. ओके कूल बॉय, टेक केयर डियर. एक बात सुनो, हाँ अभी तो मेरे हाथ से बच के चली गई, ठीक है? नेक्स्ट क्या? टाइम आऊंगा, ओके. ठीक है? सच के बैठना, सच के हाँ, बैठना. हाँ, आज सच. शर्ट लगा के आई हो, नेक्स्ट टाइम आऊंगा तो साड़ी वाड़ी लहंगा वहंगा लगा के रखना, लेके ही जाऊंगा सीधा, ठीक है? ओके बाय. एसके Yes. मैडम जी नमस्ते. Meet you again, cool boy. मलाई चिन्छौ तिमीले? म्याम हामी कहाँ कहाँ भेटेको थियौँ भन्नु त? हामी 3 चोटि गफ गरिसकेका छौँ. ए लाइभमै? लाइभमै. ग्यापमा लाइभ आउँछु म्याम, त्यही भएर नचिनेको होला. अलि चिन्जानु भर्न गाह्रो हो, तर ग्यापमा आउँछु. यति राति पनि झलल्लै बलेर मेकअपै आहा आनन्दले मेकअप राम्री बनेर आउनुभएको छ. पछाडि तिम्रो त्यो प्रतिष्ठाको म्याम हो म. प्रतिष्ठा शाहीको म्याम हो म. प्रतिष्ठा सुन्दरजलको ए हाम्रो नाता पर्नुहुन्छ उहाँहरू? नाता पर्नुहुन्छ. उहाँहरूले मलाई चिन्जान गराउनु भएको थियो. कुलवे मेरो भाइ हो भन्नुभएको थियो प्रतिष्ठाको ड्याडी. ठिक छ त्यही त. अहिले कहाँ हुनुहुन्छ हजुर? अहिले म पनि सुन्दरजलै हो. सुन्दरजलै हुनुहुन्छ? ए ठिक छ. ल म्याम यस्तो भेटघाट गर्न फलो गर्नुभएको छ, फलो ब्याक दिनु आएको हजुरलाई. फलो ब्याक मैले त्यो अघि मात्रै त्यो सिङ्गरको इन्टरभ्यू हेर्दै थिएँ क्या, हाम्रो त्यो के अरे बबिना दिदीको. ए अनि के अरे पहिला चाहिँ मैले नचिनेको जस्तो गरेँ, अनि पछि चाहिँ वाउ भन्न नसके होला इन्टरभ्यू हेरेर थिएँ. ठिक छ म्याम. एकदमै खुसी लाग्यो जोइन भएर. फेरि पनि जोइन. अब सुन्नु न, मैले फलो गरेको चाहिँ फेरि जोइन हुनुपर्छ हामीहरू. मलाई फलो गरे भनेपछि हाउ लकी आई एम गाइज. गरिसके म्याम, लभ यु. सनिता म्यामको बिग फ्यान हो कि होइन. म्याम यस. थ्याङ्क यू मेरो भाइ. अस्ति नै हाम्रो कस्तो राम्रो भिडियो छ क्या, म उसमा पठाइदिन्छु ल. ए ल हुन्छ. कमेन्टमा पठाइदिन्छु ल. ए ल म एकछिन खानासाना खान निस्किनु पर्ने छ, त्यही भएर एकैछिन आएको थिएँ. यतिखेर अब खाना लाग्यो, पकाउने मान्छे छैन, के गर्नु, एक्लै बस्छु. अनि अस्ति नै मैले खोजिदिन्छु भने त हो नि, मानेनौ. खोज्नु त खोज्ने हो कि म्याम, तर आजभोलि खोज्दाखेरि अलिक नभेटाइदियो रहेछ क्या. भएभरका सबै राम्रीहरू सबैजनाहरू अस्ट्रेलियातिर गइसक्नु भएको. अलरेडी प्याक है. लङ अब यता नेपालमा भएकोहरू अलरेडी प्याक, उता अस्ट्रेलियामा गइसक्यो. अब यहाँबाट कसरी ताक्नु, तनाव छ नि म्याम. तनाव छ कान्छ, तनाव छ. एकछिन मैले नचिने जस्तो गरिदिउँ कि जस्तो लागेको थियो, अनि फेरि नाटकै गर्न सकिँदैन कि जिन्दगीमा. मैले थाहा पाइहाल्थेँ मैले. ल हुन्छ म्याम, म जान्छु, राम्रोसँग बस्नुहोस् है. ल बाई बाई, गुड नाइट.